राधे राधे सबैजनालाई। बिहानको 6 बजी चाहिँ अहिले हामीहरू बस पक्रिनको लागि छिटो छिटो सेन्टरमा जाँदैछौँ र हेर्न सक्नुहुन्छ र बस पनि आइसकेको छैन। यता मेरो छोरी चाहिँ यहाँ फुलहरू झरेको रहेछ, टिप्नको लागि गई र फाइनली बस गाडी पनि आयो। हामीहरू बस गाडीभित्र चढेर बसिरहेको छौँ। मेरो छोरी यहाँ बिस्कुटहरू खाँदैछ। बस पनि हिँडिसकेको छ। अहिले चाहिँ हामीहरू गुवाहाटी गएको थियौँ। आमाले नानीको भाकल राखिदिनु भएको थियो र अहिले हामीहरू गुवाहाटी कामाख्या मन्दिरमा दर्शन गर्नु भनेर गुवाहाटी आएको छौँ। यहाँ हेर्नु सक्नुहुन्छ नजाराहरू कस्तो राम्रो छ। र अब चाहिँ पूजासुजा गर्नु पर्यो भनेर यहाँ केही सामानहरू लिनु पर्यो र कुसुमले यता धुप अगरबत्ती दियोहरू सबै थोक सामानहरू किन्दैछौँ। सबै सामानहरू किनिसकेर अहिले हामीहरू माथि पूजा गर्नको लागि भनेर माथि चढिसकेको छौँ। यहाँ हेर्नु सक्नुहुन्छ सबैजना यहाँ पूजा गरिराख्नु भएको छ। यतातिर पण्डितले पढिदिइराख्नु भएको छ, हामीले पनि पूजा गरिरहेको छौँ। यहाँ हेर्न सक्नुहुन्छ र फेरि यतातिर पूजा गरे पछाडि पण्डितज्यूले अर्कोतिर पनि हामीलाई पूजा गर्नु लानुभयो। हामीलाई अरूतिर पनि पूजापाठ गरौँ। यसै बिचमा एउटा सेल्फी खिच्नु पर्यो भनेर यहाँ सेल्फी खिच्नको लागि एउटा फोटो पनि उठाइयो। उति बेला यहाँ क्यामेराम्यानले पनि भने एउटा फोटो खिचिदिन्छु भने मेरो छोरीले बाख्रासँग खेलिरहेको थिए र फोटो खिचे पछाडि 5 मिनटमै प्रिन्ट आउट गरिदियो। र यता हेर्नु कुसुमले यहाँ त्यसरी बुनुसँग फोटोसोटो खिच्ने, मैले पनि बुनुसँग फोटोहरू खिचेँ। नानीले चाहिँ यहाँ केही खेलाउनेहरू किन्ने भनेर खेलाउनेहरू किनिदिएको छौँ र सबै थोक सके पछाडि अहिले हामीहरू अब तलतिर नामिसकेको छौँ। अब घरतिर जानुपर्छ भनेर यति बेला अब बिहानबाट पनि केही खाइएको थिएन, भोक लाग्दैछ, अब केही खानुपर्छ भनेर म चाहिँ होटल खोज्दै खोज्दै आएको थिएँ। अनि यता होटल खोज्दै खोज्दै आउँदा आउँदै यता एउटा रेस्टुरेन्टमा पनि पाएँ र हामीले यहाँ रोटी सब्जीहरू खानापिनाहरू खाएर अहिले अब मेरो गाडीमा चढेर घरतिर जाँदैछौँ। घर पनि आइपुगेर पनि सेन्टरबाट नामेर हामीहरू यस्तै 10-15 मिनट हिँडेर जाँदैछौँ। भाइलाई फोन गरेर बोलाएको छौँ, सायद भाइ पनि बाइक लिएर आउँदैछन् होला। यति बेला भाइ पनि बाइक लिएर आए र अब चाहिँ हामीहरू तिनैजना बाइकमा चढेर घरतिर जानु पर्यो। बेलुकाको 6 बजिसकेको छ, अँध्यारो पनि हुनु लाग्यो र यहाँ हेर्नु सक्नुहुन्छ होला धानसानहरू पाकेको छ र अहिले चाहिँ अब हामीहरू घरमा पनि पुग्यौँ। भाइले पनि ट्युसन पढाइरहेको छन्।